स्वागत छ साथीहरु, म फेरि पनि आएँ। हजुरबाको घर पुरै 3 मिनेटमा देखाउन सकेन, त्यसैले म पार्ट 2 बनाएको छु। हेर्नुस्, सानैदेखि मतलब सानो बिरुवा ल्याएर हुर्काएर आफै हो बढाएको। हजुरबाले यो सबै आफै लगाउनु भएको, बगैँचा नै बनाउनु भएको छ। हजुरबाको जग्गा अन्त पनि धेरै छ। अनि हजुरबा है बोट बिरुवा नि हजुरबा धेरै माया गर्नुहुन्छ। यो कोकोनट ट्री, यो नरिवल फलेर खानु भएको छ कि नै? गर्मी ठाउँमा हुँदो रहेछ, त्यसैले यहाँ चाहिँ जाडो महिनामा फल्ने भएको। गर्मी ठाउँमा हुने हो कि यो त नरिवल? मेवा क्या सानो फलेको छ मेवा त। यो इँटा पुरानो घर अगाडि बाटोले लग्यो, त्यही भएर यहाँ इँटा रहेछ। हाम्रो बुवाले दारिम भन्नुहुन्थ्यो कि अनारलाई। खास अनार भनेको त हिन्दी शब्द हो, नेपालीमा त दारिम नै भन्छ पहाडतिर। हेर्नुहोस्, हावा यस्तो राम्रो चलेछ, सङ्गीत गाएको जस्तो। तर खास हाम्रो नेपाली भाषामा धेरै राम्रो मौसम छ आजको। दारिम भन्छ पहाडतिर। सोलर राख्नु छ हजुरबाले। पुरानो घर हेर्नु, पुरानो शैलीमा बस्नुहुन्छ। फेरि हजुरबा यस्तो होइन कि प्रशस्त पैसा छ उहाँसँग, तर पुरानै शैलीमा बस्न रुचाउनुहुन्छ। आगोमा पकाउनुहुन्छ यसरी बार। त्यहाँ मेरो घर, हाम्रो घर त्यहाँ देखिएको छ। मेरो भनेर केही पनि भन्नु हुँदैन साथीहरु, कतिखेर छोडेर जाने हो थाहा छैन, त्यसैले हाम्रो भन्ने सिकौँ। त्यहीबाट यो कुकुर मलाई देख्ने बित्तिकै भाग्छ ल। हाम्रो आँगन मैले लुगा धोएर सुकाएको। तुलसी माता जय। कटर ल्याएर यसरी राखेँ मैले, त्यहाँ कटर लिन गएको क्या, त्यही हजुरबाले बोलाउनु भएको थियो। अनि त्यो कटर लिन, यो चाहिँ नफुटेको चाहिँ खाने, फुटेको यो चाहिँ दाना निकालेर बोइल गरेर खाने। हजुरहरूलाई मनपर्छ कि नै साथीहरु पाकेको कटर? धेरै त खानु हुँदैन, पेटले फिफी मोबाइल देख्ने बित्तिकै नक्कल पार्छ। र बाइ साथीहरु, यस्तै सपोर्ट दिनु होला मलाई, साथ एन्ड सपोर्ट। हेल्दी रहौँ, खुसी रहौँ। बाइ।